नमस्कार हजुर सबैलाई मेरो च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई स्टक एनालाइसिस सँग रिलेटेड भिडियो लिएर आइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला र भिडियो मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नभुल्नु होला। आज मैले सुरुमा तपाईहरुलाई हाथवे इन्भेस्टमेन्ट कम्पनीको टेक्निकल एनालाइसिस लिएर आएको छु। हाथवे इन्भेस्टमेन्ट कम्पनी अस्ति 1600 सम्म पुगेको थियो भने अहिले घटेर 1327 को आसपासमा आइपुगेको छ। 1303 मा आइपुगेको छ र अब यसको टार्गेट भनेको 1327 मा आइपुगेको छ। अब यसको सपोर्ट लेभल भनेको 1303 हुन्छ। एउटा महत्त्वपूर्ण सपोर्ट लेभलमा आएर फर्किएको र एउटा मेजर सपोर्ट लेभल भन्नु। मेजर सपोर्ट लेभलमा आएर फर्किएको देख्न सकिन्छ हिजोको दिनमा भने। अबको यसको टार्गेट भनेको एउटा यो ट्रेन्ड लाइन हुन्छ र अर्को भनेको यो 1560 र त्यसपछिको अर्को टार्गेट भनेको 1600 हुने देखिन्छ। पहिलो त 1371 भइ नै हाल्छ, तर 1371 को रेसिस्टेन्ट लेभललाई सजिलैसँग ब्रेक गर्ने सम्भावना हुन सक्छ भने त्योभन्दा माथि बढेर जाँदै गर्दा हामीले 1560 सम्मको कम्तीमा टार्गेट राख्न सकिने देखिन्छ र हायर हाई बनाएर गएको खण्डमा चाहिँ हाम्रो अबको टार्गेट भनेको चाहिँ सिधै यो अस्तिनैको हाई जुन छ 1831 त्यो आसपाससम्म चाहिँ पुग्न सक्ने आंकलन गर्न सकिन्छ हाथवे इन्भेस्टमेन्टमा भने। अहिले चाहिँ एउटा मेजर सपोर्ट जोनमा छ जुन 1303 को जुन 1300 को एउटा साइकोलोजिकल सपोर्ट जोन पनि छ 1300 को लेभलमा। त्यो सपोर्ट लेभलको एरियामा चाहिँ हाथवे इन्भेस्टमेन्ट कम्पनी रहेको देख्न सकिन्छ। इन्भेस्टमेन्ट कम्पनीमा मुभ आउने सम्भावना पनि रहेको र त्यसमा हाथवे इन्भेस्टमेन्टमा अलिकति राम्रो मुभ आउन सक्ने सम्भावना चाहिँ देखिन्छ। त्यो भनेको 300 देखि 400 अंकको चाहिँ मुभ आउन सक्ने सम्भावना चाहिँ हाथवे इन्भेस्टमेन्टमा देखिन्छ र घट्ने सम्भावना एकदमै कम छ। यही एरियामा साइडवेज जान सक्ला तर घटेर आउने सम्भावना छैन। त्यस्तै अर्को सीएचडीसी हेरौं। सीएचडीसी लाई हेर्दाखेरि चाहिँ के देखिन्छ भन्दा सीएचडीसी यो एरिया जुन 2176-77 को एरियाबाट फर्किएको देख्न सकिन्छ र आज 2279 पुगेको छ। यसको अबको टार्गेट भनेको 2477 पहिलो टार्गेट हुन्छ भने त्यसपछिको टार्गेट भनेको कति हुन्छ भन्दै गर्दाखेरि चाहिँ 2475 लाई यदि 2477 लाई ब्रेकआउट गरेर जान्छ भने हामीले यसको टार्गेट भनेको 2662 सम्मको टार्गेट राख्न सक्छौं सीएचडीसी लाई। त्यसैले अनि घटेर आउँदै गर्दा चाहिँ कहाँसम्म आउन सक्छ भन्दा घटेर आउँदै गर्दा यो एरिया आसपास चाहिँ यो जुन ट्रेन्ड लाइन रहेको छ त्यो एरिया आसपास 1670 को आसपासमा अथवा चाहिँ यो सपोर्ट लेभल 1640 को सपोर्ट लेभलसम्म आउन सक्ने सम्भावना देखिन्छ भने बढेर जाँदै गर्दा चाहिँ अब माथितिर जाने सम्भावना चाहिँ बढी देखिन्छ र यहाँबाट एउटा यो जुन लोयर पोइन्टलाई पनि अब ट्रेन्ड लाइन मान्न सकिन्छ। यो ट्रेन्ड लाइन चाहिँ यो प्रकारको ट्रेन्ड लाइन बनेको देख्न सकिन्छ र यसलाई आधार मान्दै गर्दा चाहिँ अब घटेर आउँदै गर्दा नि यो ट्रेन्ड लाइन भन्दा तलतिर आउने सम्भावना एकदमै कम देखिन्छ र अब यो पेरिफेरीमा चाहिँ सीएचडीसी घुम्ने सम्भावना चाहिँ बढी देखिन्छ र अबको हाम्रो मोस्ट इम्पोर्टेन्ट रेसिस्टेन्ट लेभल भनेको 2477 नै हुने देखिन्छ। भने घटेर आउँदै गर्दा म्याक्सिमम घटेर आउँदा 1640 को आसपाससम्म आउने सम्भावना चाहिँ सीएचडीसी मा देखिन्छ। त्यस्तै एचपीपीएल हेरौं। एचपीपीएल केही समयदेखि चाहिँ साइडवेज गइरहेको छ र यो जुन पेरिफेरीमा चाहिँ घुमिरहेको छ 656 580 656 र 580 को जुन एरिया छ 650 60 र 580 को एरियामा चाहिँ घुमिरहेको देख्न सकिन्छ र अहिलेको दिनमा 604 रुपैयाँ छ भने अबको यसको टार्गेट हामीले 656 सम्म राख्न सक्ने चाहिँ देख्छौं। 656 सम्म राख्न सक्ने देख्छौं र घटेर आउँदै गर्दा 580 र बढेर जाँदै गर्दा 656 को जुन एरियामा घुमिरहेको छ र यो एरियालाई ब्रेकआउट दिएको खण्डमा 665 भन्दा माथि गएको खण्डमा चाहिँ हामीले यसको टार्गेट अब राख्दै गर्दा चाहिँ कम्तीमा 770 को आसपाससम्मको टार्गेट चाहिँ राख्न सक्ने चाहिँ देखिन्छ। त्यस्तै एमएलबीबीएल हेरौं। एमएलबीबीएल के देखिन्छ त भन्दाखेरि एमएलबीबीएल माइक्रो फाइनान्स कम्पनी हो। मिथिला लघु वित्त वित्तीय संस्था। यो कम्पनीको किताब पनि एकदमै कम भएको र फन्डामेन्टल रूपमा स्ट्रङ कम्पनी भएको कारणले गर्दा दिन दिनदेखि चलिरहेको देखिन सकिन्छ र चल्दै गर्दाखेरि चाहिँ तपाईको कहाँ भन्दाखेरि चाहिँ लगभग 1590 को आसपासबाट 1980 को आसपासमा पुगेको छ। 300 अंकले चाहिँ यसको मूल्य बढिसकेको छ भने यसको रेसिस्टेन्ट लेभल 2035 मा देखिन्छ। 2035 लाई टच गरेर अथवा रिटेस्ट गरेर चाहिँ घट्ने सम्भावना बढी देखिन्छ भने घटेर आउँदै गर्दा 1729 1836 र 1779 चाहिँ अबको महत्त्वपूर्ण सपोर्ट लेभल हुन्छ र त्यो भन्दा तल आउँदै गर्दा 1668 सम्म आउने सम्भावना देखिन्छ एमएलबीबीएल लाई। त्यस्तै एनआरआईसी हेरौं।
एनआरआईसी लाई हेर्नुहुन्छ भने एनआरआईसी अहिले डाउन ट्रेन्डमा रहेको देखिन्छ र अब घटेर आउँदै गर्दा यो ट्रेन्ड लाइनसम्म आउने सम्भावना देखिन्छ र त्योभन्दा तल आएको खण्डमा 979 को आसपाससम्म आउन सक्ने सम्भावना देखिन्छ भने यहाँबाट फर्केर गएको खण्डमा हामीले फेरि 1389 सम्मको टार्गेट राख्न सक्छौं एनआरआईसी लाई। एनआरआईसी अहिले डाउन ट्रेन्डमा छ, किन्ने ठाउँमा छैन। यहाँतिर आउँदै गर्दा चाहिँ अलिकति किता एड गर्न चाहिँ सकिन्छ एनआरआईसी। त्यो भनेको कति भन्दा 1100-1200 को आसपासमा आयो भने चाहिँ तपाईहरुले 1180 देखि 1200 को आसपासमा चाहिँ यो युएललाई चाहिँ थप गर्न सक्ने सम्भावना चाहिँ देखिन्छ भने अहिले चाहिँ एड गर्ने ठाउँमा छैन। एचआरएल हेर्नुहुन्छ भने एचआरएल के देखिन्छ भन्दा एचआरएल 1156 बाट घटिरहेको देखिन्छ र अबको यसको महत्त्वपूर्ण सपोर्ट एरिया भने यो ट्रेन्ड लाइन हुने देखिन्छ। यो ट्रेन्ड लाइन भनेको 930-40 को आसपासमा सम्म आउने सम्भावना देखिन्छ र त्यो भन्दा तल घटेर आउँदै गर्दा 894 सम्म आउने सम्भावना देखिन्छ। 894 को जुन सपोर्ट एरिया छ त्यहाँसम्म आएर केही दिन साइडवेज भएर मात्र एचआरएल बढ्ने सम्भावना देखिन्छ। अहिलेलाई एचआरएल घट्ने नै सम्भावना बढी देखिन्छ। 894 भनेको अझै लगभग 80-90 रुपैयाँ चाहिँ कम्तीमा घट्ने सम्भावना चाहिँ देखिन्छ एचआरएल मा। घटिरहेको देखिन्छ। यसको अबको सपोर्ट भनेको 263 मा हुने देखिन्छ। 263 भन्दा तलतिर आउने सम्भावना एकदमै कम देखिन्छ र 263 सम्म आएको खण्डमा 263 लाई सपोर्ट बनाएर त्यसपछि फर्केर जाँदै गर्दा 281 हुँदै 308 सम्म पुग्न सक्ने सम्भावना देखिन्छ भने अहिले चाहिँ घट्दो क्रममा रहेको छ। 263 चाहिँ महत्त्वपूर्ण सपोर्ट एरिया हो र 263 सम्म आउने सम्भावना चाहिँ बढी देखिन्छ निफ्रालाई। त्यस्तै सर्वोत्तम हेर्नुहुन्छ भने सर्वोत्तम घटिरहेको देखिन्छ र एउटा महत्त्वपूर्ण ट्रेन्ड लाइनलाई हिजोको दिनमा ब्रेकडाउन पनि दिएको देखिन्छ र अब आउँदै गर्दा चाहिँ कहाँसम्म आउने सम्भावना देखिन्छ भन्दा चाहिँ 780 को आसपाससम्म आउन सक्ने सम्भावना देखिन्छ र यदि भोलि यहीबाट फर्केर गएको खण्डमा एउटा बाउन्स आएको खण्डमा चाहिँ हामीले फेरि पनि 915 सम्मको टार्गेट चाहिँ राख्न सक्छौं सर्वोत्तम सिमेन्टलाई। अहिले भनेको चाहिँ यसको 807 चाहिँ मा आएको देखिन्छ। 780 सम्म आइपुग्न सक्ने चाहिँ अन्दाज लगाउन सकिन्छ सर्वोत्तम सिमेन्टलाई। सोना सिमेन्ट हेर्नुहुन्छ भने सोना सिमेन्ट ट्रेन्ड लाइनको सपोर्ट एरियामा छ। हिजो रिभर्सल क्यान्डल बनेको थियो तर आज चाहिँ अलिकति रिभर्सल क्यान्डललाई चाहिँ ब्रेकडाउन दिएको देखिन्छ। यो भनेको यदि यहाँ आज ग्रीन क्यान्डल बनेर 484 भन्दा माथि बसेको खण्डमा चाहिँ हामीले एउटा पोजिटिभ तरिकाले चाहिँ हेर्न सक्छौं र राम्रोसँग मुभ आउन सक्छ भन्न सक्छौं भने यदि यो ट्रेन्ड लाइनलाई पनि ब्रेकडाउन दियो भने चाहिँ 456 सम्म आउन सक्ने सम्भावना देखिन्छ। सोना सिमेन्ट 456 सम्म चाहिँ आउन सक्ने सम्भावना देखिन्छ भने यदि आजकै दिनबाट फर्केर गएको यो ट्रेन्ड लाइनलाई सपोर्ट बनाएर फर्केको गर्न खण्डमा चाहिँ यहाँनेरि एउटा चाहिँ हायर लो र हायर हाईको श्रृंखला बन्ने देखिन्छ र त्यो हायर लो र हायर हाईको श्रृंखला बन्दै गर्दा चाहिँ यसको मूल्य अलिकति माथि नै पुग्ने सम्भावना देखिन्छ बढेर अब जाँदै गर्दा कम्तीमा 545 भन्दा माथि चाहिँ पुग्न पर्ने हुन्छ र त्यहाँसम्म पुग्ने सम्भावना पनि अलिकति राम्रो देखिन्छ र सोना सिमेन्टको अलिकति राम्रो माहौल चाहिँ अहिलेको पछिल्लो अवस्थामा चाहिँ देखिन्छ। त्यस्तै प्रभु बैंक एउटा महत्त्वपूर्ण सपोर्ट एरिया 215 को नजिकै छ र यहाँबाट फर्केर गएको खण्डमा बढेर गएको खण्डमा हामीले 228 सम्मको टार्गेट राख्न सक्छौं भने घटेर आउँदै गर्दा 213 सम्म आउन सक्छ। यो चाहिँ एउटा महत्त्वपूर्ण सपोर्ट एरिया भएको हुनाले प्रभु बैंक एउटा महत्त्वपूर्ण सपोर्ट एरियामा छ र यहाँबाट फर्केर जाँदै गर्दा चाहिँ अबको एक्सपर्ट भनेको एउटा यो डाउन ट्रेन्डको ट्रेन्ड लाइन हुन्छ। अबको रेसिस्टेन्स लेभल भनेको त्यसपछि भनेको 228 230 हुन्छ र त्यसपछि मात्र हामीले यो ट्रेन्ड लाइनलाई चाहिँ अबको रेसिस्टेन्स लेभल मान्न सक्छौं प्रभु बैंकको। र यदि माथि मजासँग बढेर हायर हाई बनाउन गएको खण्डमा चाहिँ हामीले कहाँसम्मको टार्गेट राख्न सक्छौं भन्दा चाहिँ 249 सम्मको टार्गेट राख्न चाहिँ सक्छौं प्रभु बैंकमा त्यो देखिन्छ। र समग्रमा हेर्दै गर्दा अहिले स्टकहरु घट्दो क्रममै रहेको देखिन सकिन्छ र नेप्से पनि एउटा डाउन ट्रेन्डमा रहिरहेको देखिन सकिन्छ र सबै प्राय जसो स्टकहरु सपोर्ट एरियामा आइसकेको हुनाले अबको केही दिनमा बजार फर्केर जाने सम्भावना चाहिँ बढी देखिन्छ। बजारमा सबै कुराको माहौल राम्रो हुँदाहुँदै पनि दुई चारवटा फ्याक्टरहरुले गर्दा बजार घटिरहेको छ। त्यो सम्हालिएको अवस्थामा बजारले एउटा राम्रो मुभ लिन सक्छ। त्यसैले बजारमा नआत्यौ पैसा छ भने एड गर्ने बेला हो। यो समयमा एड गर्दा नै बेस्ट हुन्छ। बेचेर निस्किने भन्दा पनि भएको किता जोगाउने र अरु थप एड गर्दा चाहिँ राम्रो हुने देखिन्छ भन्दै आजको भिडियोलाई मैले यही बिट मारे। हजुरहरुको दिन शुभ रहोस्। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरु सबैलाई धन्यवाद।